नमस्कार। जनताको आवाज फेसबुक पेज र दार्चुलाको रेडियो लिपुलेकबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम सुदूर बहसमा यहाँहरूलाई हार्दिक स्वागत छ। म केपी जोशी। कार्यक्रममा हामी विभिन्न क्षेत्रका व्यक्तिहरूसँग समसामयिक विषयमा खरो बहस गर्नेछौँ। आज हामीसँग अतिथिको रूपमा हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा दार्चुलाका जिल्ला उपसभापति सुरेन्द्र खडायत। उहाँसँग रासोपा दार्चुलाको संगठन र भावी रणनीतिबारे विशेष चर्चा गर्नेछौँ। सर्वप्रथम उहाँलाई कार्यक्रममा स्वागत गरौँ। सुरेन्द्रजी, स्वागत छ कार्यक्रम सुदूर बहसमा। हजुर, धन्यवाद। मेरो व्यक्तिगत तर्फबाट र राष्ट्रिय स्वतन्त्र पार्टी समग्र जिल्ला टिमको जिल्ला समितिको तर्फबाट धन्यवाद व्यक्त गर्न चाहन्छु। राष्ट्रिय स्वतन्त्र पार्टी दार्चुला अहिले के गरिरहेको छ, केमा व्यस्त छ? राष्ट्रिय स्वतन्त्र पार्टी पछिल्लो समय देशमै लगभग समग्र 2/3 बहुमत नजिकको सरकार आइसकेपछि अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले गाउँ टोल र जनतासँग प्रत्यक्ष संवाद, स्थानीय समस्याको तथ्यगत अनुगमन गरी हरेक गाउँ टोलमा पुगेर पार्टीले गाउँघरमा पुगेर नगरपालिकाका गुनासा, गाउँ समाजका समस्याहरू सुन्ने र सङ्कलन गर्ने काम गर्दै आइरहेको छ र ती समस्या र सङ्कलन गरेका सुझावहरू सम्बन्धित निकायसम्म पुर्याउने राष्ट्रिय स्वतन्त्र पार्टीले त्यो काम गरिरहेको छ पछिल्लो समयमा। अब तपाईँको गृहपालिकाको कुरा गरौँ। तपाईँको गृहपालिका शैलेशीगञ्ज नगरपालिका र समग्र दार्चुलामा राष्ट्रिय स्वतन्त्र पार्टीको सङ्गठनात्मक अवस्था कस्तो छ? हजुर, समग्र दार्चुला जिल्ला र म आबद्ध भएको शैलेशीगञ्ज नगरपालिकाको कुरा गर्दाखेरि अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको अवस्था कस्तो छ भन्दाखेरि सङ्गठनात्मक रूपमा हामीसँग सक्रिय सदस्यताहरू सङ्ख्या पर्याप्त मात्रामा छ र ती सदस्य सङ्ख्याहरू हामीले फिल्डमा उत्रेर भनौँ जनताका माझ गएर अहिले पनि हामीले त्यो सङ्गठनलाई विस्तार गर्न नसकेको अवस्था छ। त्यही लक्ष्यलाई प्राप्त गर्नको लागि राष्ट्रिय स्वतन्त्र पार्टी दार्चुला र राष्ट्रिय स्वतन्त्र पार्टी नगरपालिकाको टिमले यही साउन 21 गतेदेखि जनताको घर दैलो हरेक टोलमा पुगेर समस्याहरू सुन्ने, ती समस्याहरू सङ्कलन गरेर सम्बन्धित ठाउँमा पुगाउने, अझ त्यसलाई हाम्रो यो राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले गरेका काम कारबाहीहरूलाई जनतामा हामीले प्रष्ट रूपमा बुझाउने नीति लिएर हामी यही 21 गतेदेखि जनताको घर दैलोतिर जाने अभियानमा छौँ हामी। अब तपाईँले भर्खरै जिल्ला कमिटी बैठक पनि सम्पन्न गर्नुभयो। यसले जनसंवाद यात्रा सुरु गर्ने निर्णय पनि गरेको छ। जनसंवाद यात्रा मार्फत तपाईँ शैलेशीगञ्ज नगरपालिकाका 9वटै वडाहरूमा जानुहुन्छ। त्यहाँका समस्या लिएर कता जानुहुन्छ? केन्द्रीय सरकार, स्थानीय सरकार र प्रदेश सरकार? हजुर, यसको लागि अहिले 21 गतेदेखि हामी शैलेशीगञ्ज नगरपालिका टिम सहित जिल्ला समितिका पदाधिकारीहरू गाउँ टोलमा पुग्ने गरेर जनसंवाद यात्रा सुरु गरेको छ। यी समस्याहरू हामीले स्थानीय स्तरमा समस्याको समाधान गर्न सक्छौँ भने स्थानीय सरकारमा हामीले ती समस्याहरू लगेर जान्छौँ। जिल्ला तहमा हामीले समाधान गर्न सक्छौँ भने ती समस्याहरूलाई सङ्कलन गरेर हामीले जिल्ला नेतृत्व तहसम्म पनि पुर्याउँछौँ र सम्बन्धित कार्यालयहरूमा पनि हामीले पुर्याउने कोसिस गर्नेछौँ। यदि सम्बन्धित कार्यालयले ती समस्याहरूको समाधान गर्न सकेन भने हामी पार्टीको मार्फत सङ्घीय सरकार समक्ष पनि हामीले सम्बन्धित तत्त कार्यालयहरू मन्त्रालयहरूसम्म हामीले पुर्याउने जमर्को गरेका छौँ। सुरेन्द्रजी, गोकुलेश्वर अस्पतालको अवस्था एकदमै नाजुक छ। तपाईँको त्यो गृहपालिकामा पनि पर्छ। त्यो सुधारका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको पहल के रहन्छ अब? यसको लागि म बोल्नेवाला थिएँ। एउटा यो हाम्रो गोकुलेश्वर अस्पतालकै मात्र कुरा होइन, समग्र यो शिक्षा क्षेत्रमा पनि धेरै बेथुटी छ। स्थानीय सरकारले गरेका राजनीतिकरण जुन गर्यो, यो शिक्षादेखि लिएर स्वास्थ्य एउटा जनताको आधारभूत समस्या, जहाँ जनताको स्वास्थ्यसँग शिक्षासँग जोडिएको संस्थाहरूमा राजनीति गर्नु राम्रो होइन। जुन तरिकाले स्थानीय सरकारले राजनीतिकरण गरिरहेको यो कदापि पनि स्वीकार्य हुँदैन। हामी स्वीकार गर्न सक्दैनौँ। हामीहरूले अब योभन्दा पहिला त हामी चुपचाप लागेर बसिरहेका छौँ। अस्ति भर्खरै एउटा भिडियो क्लिप सोसियल मिडियातिर पनि आएको थियो। त्यो छ त अब चुहेर अस्पतालको एकदमै अवस्था जीर्ण अवस्थामा पुगेको छ त्यहाँ गोकुलेश्वर अस्पतालको। यो गोकुलेश्वर अस्पताल भनेको हाम्रो यो 3वटा जिल्लाले यसबाट सेवा लिइरहेका छन्। दार्चुला, बैतडी र बझाङ जिल्लाका केही भागहरूले यसबाट प्रत्यक्ष रूपमा स्वास्थ्यको विभिन्न
लाभहरू लिइरहेका छन् भने यसलाई हामीले अहिले प्रदेश मातहतमा लैजान पहल गर्नेछौँ र यहाँको स्थानीय सरकारसँग हामीले कार्यपालिकाको बैठक बसेर त्यसलाई प्रदेश तहसम्म पुर्याउनको लागि विशेष पहल गरिदिनुहोस् भन्ने पनि आग्रह गर्नेछौँ। तर अहिलेको अवस्थामा साँच्चै भन्नु पर्दाखेरि यहाँ आफ्ना पार्टीका कार्यकर्ताहरू भर्ती केन्द्र बनाएर यो प्रदेश मातहतमा लैजाने प्रक्रियाबाट टाढा भए जस्तो र त्यो प्रक्रियाबाट आफू टाढा नै बसे जस्तो हामीलाई महसुस भएको छ। यसको लागि हामीले बुझ्नेछौँ नगरपालिका सरकारलाई, यो हाम्रो स्थानीय सरकारलाई के कति कारणले अहिलेसम्म तपाईँले यदि सक्नुहुन्छ भने तपाईँ आफ्नो पहलबाट गर्नुहोस्। यो सक्ने अवस्था चाहिँ अहिलेको अवस्थामा हेर्दाखेरि छैन। उहाँले त्यसको एउटा उदाहरण छ, अस्ति भर्खर 1,63,00,000 जुन पैसा सङ्घीय सरकारको चिज भयो त्यसको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले पनि पहल गर्यो। एउटा जस्ट राष्ट्रिय स्वतन्त्र पार्टीले मात्रै लिनुहुन्न तर स्थानीय सरकारले पनि पत्राचार गर्यो। सबै मिलेर हामीले पनि त्यो बजेट बचाउन सफल भएका छौँ। अब रासोपा दार्चुलाको भावी रणनीतिको बारेमा कुरा गरौँ। रासोपा दार्चुलाको अब भावी रणनीति, स्थानीय निर्वाचन पनि नजिकै छ, रासोपा दार्चुलाको भावी रणनीति के छ? धन्यवाद। हाम्रो प्राथमिकता सबभन्दा पहिले त जनताका समस्याहरू सुनेर सङ्गठनलाई अझ बलियो र सशक्त बनाउने नै हो। जनतासँग निरन्तर सम्पर्क राख्ने अनि सुशासन र पारदर्शिताका भ्रष्टाचार विरुद्धका रूपमा दृढ रूपले उभिने, जनता समक्ष आफू उपस्थित भएर स्थानीय सरकारले गरेका विकास निर्माण कार्यहरूको खबरदारी गर्ने, ती विकास निर्माणका कार्यहरू सङ्घीय सरकारका हुन् या प्रदेश मातहतका हुन्, ती योजनाहरू सही ठाउँमा कार्यान्वयन भएका छन् कि छैनन्, अनि इस्टिमेट अनुसारका ती योजनाहरू बनेका छन् कि छैनन्, यीहरूलाई हामीले अध्ययन गरेर यी विषयहरूलाई पनि हामीले एउटा सम्बन्धित निकायमा पुर्याएर एउटा राम्रो राजनीतिक संस्कारको स्थापना गर्ने हाम्रो उद्देश्य छ भन्न चाहन्छु। दार्चुलाका स्थानीय तहहरूले गरिरहेका विकास निर्माणका कामहरूलाई तपाईँको पार्टी र तपाईँले कसरी हेरिराख्नु भएको छ? अहिलेसम्म दार्चुला जिल्ला समग्र दार्चुला एउटा मात्रै हाम्रो यो शैली शिखर पालिकाको कुरा होइन कि समग्र जिल्लाको नै यो स्थानीय तहमा जुन स्थानीय सरकारले गरेको कामहरू छन् समग्र गाउँ समाज र टोललाई समेटेर नगरेको अवस्था देखिन्छ। यहाँका गुनासाहरू हामीले यो गाउँ समाजका गुनासाहरू सुन्दाखेरि बजेट जुन प्रक्रियाबाट आउनुपर्ने थियो त्यो प्रक्रिया अहिलेसम्म प्रयोग भएकै देखिँदैन। टोल विकास समितिहरू गठन छन्, ती टोल विकास समितिहरूको मार्फतमा नगर सरकार भनौँ या वडा सरकारले गएर समस्याहरू के हुन्छ, ती वास्तविक समस्याहरू गाउँ टोलको समस्या के हुन्छ तिनीहरूलाई उजागर नगरिकन आफ्नो स्वेच्छाचारी रूपले र कार्यकर्तामुखी बजेट जो हिजो अस्तिको दिनहरूमा भयो आज पनि त्यही अनुरूप यिनीहरूले बजेट बाँडफाँड गरेको देखिन्छ। यसमा राष्ट्रिय स्वतन्त्र पार्टी र म मेरो व्यक्तिगत तर्फबाट पनि विगतमा पनि आवाज उठाएकै हो। अब आउने समयमा पनि गलत योजनाहरू कार्यान्वयन हुन्छन्, कार्यकर्तामुखी बजेट हुन्छ भने त्यसको लागि खबरदारी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट पनि रहनेछ र म यो स्थानीय तहको एउटा कार्यकर्ता या यहाँको जनता भएको नाताले म त्यो आवाज उठाउन चाहिँ म एकजना भए पनि उठाउनेछु। अहिले त हाम्रो सङ्गठन राम्रो भइसकेको छ, शैली शिखर नगरपालिकाभरि वडाभरि सबै ठाउँमा सङ्गठन राम्रो छ। हामी साङ्गठनिक रूपमा पनि गएर सम्बन्धित ठाउँमा वडामा पालिकामा गएर यो आवाज स्थानीय सरकारले गरेको बेथितिका विरुद्ध उठाउने नै छौँ। सुरेन्द्रजी, हामी कार्यक्रमको अन्त्यमा छौँ। तपाईँको गृहपालिकावासी र आम दार्चुलावासीलाई तपाईँको सन्देश के छ? हजुर धन्यवाद। सबभन्दा पहिले त दार्चुलावासी तथा मेरो गृहपालिका शैली शिखरका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। जुन हामीलाई तपाईँले विश्वास गरेर सङ्घीय चुनावमा 8,936 मत दिनुभएको छ, त्यसको लागि सम्पूर्ण दार्चुलावासी लगायत शैली शिखर नगरपालिकाका सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीहरूलाई फेरि पनि धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँहरूको विश्वास सुझावका साथ हामी सधैँ अगाडि बढ्नेछौँ। तपाईँहरूको विश्वास र सुझाव नै हाम्रो शक्ति हो। आफ्नो अधिकार प्राप्ति गर्नको लागि सचेत रहनुहोला भन्न चाहन्छु। गलत कार्यको विरोध गरौँ, राम्रो कार्य यदि स्थानीय सरकारले गरेको छ, फरक पार्टीको सरकार छ भने त्यसको लागि हामी पार्टीको तर्फबाट पनि समर्थन गर्नेछौँ, जनताको तर्फबाट पनि राम्रो कामको तपाईँहरू समर्थन गर्नुहोस् भन्न चाहन्छु। व्यस्त समयका बावजुद पनि हामीलाई तपाईँले अमूल्य समय दिएर यो जनताको आवाज
मिडिया मार्फत आफ्ना कुराहरू राख्नुभयो, त्यसका लागि धेरै धेरै धन्यवाद। फेरि पनि धन्यवाद। राष्ट्रिय स्वतन्त्र पार्टी जनताको सधैँ जनताको हितको लागि प्रतिबद्ध छ र रहनेछ भन्ने चाहन्छु। अन्तमा हामी सम्पूर्ण दार्चुलावासी मिलेर सुशासन, पारदर्शिता र समृद्ध दार्चुलाको निर्माणतर्फ अघि बढौँ भन्न चाहन्छौँ। हस् त, धन्यवाद। जय देश, जय घन्टे भन्न